स्वागत छ यस लर्न विथ पीएम रञ्जित च्यानलमा। सदा चाहिँ एडभान्स एलसी एन्ड इम्पोर्ट म्यानेजमेन्ट कोर्स अन्तर्गत हामी विभिन्न टपिक्सहरुमा चर्चा गर्दै आएको छौं। ढिलो नगरी आजको टपिक्समा जाउँ। आजको टपिक छ रोल अफ डिफरेन्ट बैंक इन एलसी ट्रान्ज्याक्सन। अघिल्लो क्लासहरुमा हामीले एलसी कसरी मुभ हुन्छ भनेर स्ट्रक्चर अफ एलसी बारे पढ्यौं। यसमा हामीले सामान्य कुरा गर्यौं इस्यु बैंक र एडभाइजिङ बैंकको। इन्टरनेशनल ट्रेडमा एलसी एउटा इम्पोर्टेन्ट रोल प्ले गर्छ, जसले गर्दा बायर र सेलर बीच बिजनेस गर्ने इन्भाइरोमेन्ट मिलाइदिन्छ। हामीले के कुरा बुझ्यौं भने बायर र सेलर बीच सेल्स कन्ट्र्याक्ट भइसकेपछि सेलरले बायरलाई प्रोफर्मा इन्भोइस पठाइन्छ र त्यो प्रोफर्मा इन्भोइस दिएर बायर आफ्नो बैंकमा जान्छ र एलसी एप्लिकेसन भरि सेलरलाई पठाइन्छ र यो कुरा सामान्य हो। यदि हामीले डिप एनालाइसिस गर्ने हो भने यस एलसी ट्रान्ज्याक्सनको मुभमेन्टमा इस्यु बैंक, एडभाइजिङ बैंक र कन्फर्मिङ बैंकको ठूलो रोल हुन्छ। अब बुझौं व्हाट इज इस्यु बैंकबाट। इस्यु बैंक भनेको त्यस्तो बैंक हो जसले इम्पोर्टर वा एप्लिकेन्टको अनुरोधमा एक्सपोर्टर वा बेनिफिसियरीको पक्षमा लेटर अफ क्रेडिट खोलिन्छ। इस्यु बैंकका रोल एन्ड रेस्पोन्सिबिलिटी। इस्यु द लेटर अफ क्रेडिट। इम्पोर्टरको अनुरोधमा एलसी खोलिन्छ। यसले एमाउन्ट, एक्सपायरी डेट, डकुमेन्ट रिक्वायरमेन्ट, शिपमेन्ट डिटेल प्रमाणित गर्छ र यसले एडभाइजिङ बैंक अर्थात् सेलरको देशमा स्विफ्ट मार्फत एलसी पठाउँछ। नम्बर 2, प्रोभाइडिङ पेमेन्ट ग्यारेन्टी। एक्सपोर्टरलाई पेमेन्टको ग्यारेन्टी दिइन्छ। प्रस्तुत कागजातहरु एलसी का सर्तहरु कडाइका साथ पालना गरेमा मात्रै भुक्तानी गरिन्छ। यो ग्यारेन्टीले एक्सपोर्टरको लागि जोखिम कम गर्दछ। नम्बर 3, एक्जामिनिङ डकुमेन्ट। कारको शिपमेन्ट भएपछि एक्सपोर्टरले एडभाइजिङ बैंक मार्फत इस्यु बैंकमा डकुमेन्ट पेश गर्छ, जस्तै बिल अफ ल्यान्डिङ, कमर्सियल इन्भोइस, इन्स्योरेन्स, प्याकिङ लिस्ट आदि। त्यो डकुमेन्टहरुलाई ठिक छ कि छैन भनेर इन्स्पेक्सन इस्यु बैंकले गर्छ। नम्बर 4, मेकिङ पेमेन्ट। यदि बैंकहरुले एलसी का सर्तहरु पूरा गर्छ भने यसले एक्सपोर्टरलाई तुरन्त भुक्तानी गर्छ। यदि डिस्क्रिपेन्सी फेला परेमा यसले भुक्तानी अस्वीकार गर्न पनि सक्छ वा सेलरलाई डिस्क्रिपेन्सीलाई सचाउन लगाउँछ। अब बुझौं एडभाइजिङ बैंक। एडभाइजिङ बैंक भने के हो? एडभाइजिङ बैंक भनेको इस्यु बैंकबाट एलसी प्राप्त गर्ने बैंक हो। यसले यसको वास्तविक जाँच गर्ने र प्रमाणित गर्छ। यसले इस्यु बैंक र बेनिफिसियरी बीच कम्युनिकेसन पुलको रूपमा काम गर्छ। एडभाइजिङ बैंकका रोल एन्ड रेस्पोन्सिबिलिटी। नम्बर 1, भेरिफिकेसन अफ एलसी। यसले प्राप्त गरेको एलसी वास्तविक हो वा होइन भनी प्रमाणित गर्छ। यसले हस्ताक्षर स्विफ्ट भेरिफिकेसन गर्छ। यसले यो वास्तविक उल्लेख गरिएको इस्यु बैंकबाट आएको हो वा होइन भनी सुनिश्चित गर्छ। यसले गर्दा एक्सपोर्टरलाई ठगीबाट जोगाउँछ। नम्बर 2, एडभाइजिङ एलसी टु बेनिफिसियरी। एक्सपोर्टरलाई एलसी बारे सल्लाह दिनु र कुनै अस्पष्ट निर्देशनहरू छ भने यदि आवश्यक परेमा स्पष्ट पार्छ। नम्बर 3, एडभाइजिङ एमेन्डमेन्ट। यदि इस्यु बैंकले एलसी परिमार्जन गर्छ भने एडभाइजिङ बैंकले एक्सपोर्टरलाई संशोधन बारे सूचना गर्नुपर्छ। नम्बर 4, डकुमेन्ट ह्यान्डलिङ। बेनिफिसियरीबाट नियमित कागजहरू प्राप्त गर्नु र जाँच पास गरिसकेपछि इस्यु बैंकलाई कागजहरू पठाउनु पर्छ। नम्बर 5, नो पेमेन्ट अब्लिगेसन। एडभाइजिङ बैंकलाई नर्मल एलसी अन्तर्गत कुनै दायित्व हुँदैन। इस्यु बैंक डिफल्ट भएमा पनि जिम्मेवारी हुँदैन। केवल अथेन्टिसिटी र एक्युरेट प्रमाणित गर्न मात्रै जिम्मेवारी हुन्छ। अब जाउँ कन्फर्मिङ बैंक भने के हो? कन्फर्मिङ बैंक भनेको त्यस्तो बैंक हो जसले विक्रेता एक्सपोर्टरको अनुरोधमा आफ्नो एलसीमा कन्फर्मिङ बैंक थप्छ। यो इस्यु बैंक जतिकै नै उत्तरदायी हुन्छ। कन्फर्मिङ बैंकको रोल एन्ड रेस्पोन्सिबिलिटी। नम्बर 1, एडिङ कन्फर्मेसन बैंक। कन्फर्मिङ बैंक सामान्यतया तब थपिन्छ जब एक्सपोर्टरलाई इस्यु बैंकको विश्वसनीयता वा खरिदकर्ताको देशमा राजनीतिक वा अस्थिरता बारे अनिश्चित हुन्छ। 2, प्रोभाइडिङ पेमेन्ट ग्यारेन्टी। इस्यु बैंकले भुक्तानी गर्न असफल भएमा र कागजहरूले एलसी का सर्तहरू पालना गरेमा भुक्तानी गर्न दायित्व हुन्छ। नम्बर 3, एक्जामिनिङ डकुमेन्ट। एक्सपोर्टरद्वारा प्रस्तुत कागजातहरू जाँच गर्नुपर्छ। एलसी का सर्तहरू कडा पालना सुनिश्चित गर्नुपर्छ। यूपीसी 600 नीट भएर समय सीमाभित्र निर्णय गर्नुपर्छ। नम्बर 4, मेकिङ पेमेन्ट। इस्यु बैंकले पछि गएर रिभर्समेन्ट गर्न अस्वीकार गरे पनि कन्फर्मिङ बैंकले रकम तिर्नुपर्छ। यी हुन् एलसी ट्रान्ज्याक्सनमा डिफरेन्ट बैंकहरुको रोल एन्ड रेस्पोन्सिबिलिटी। आशा छ तपाईहरुले बुझ्नु भएको होला। यदि कुनै कुरा नबुझिएको भए तलको कमेन्ट बक्समा कमेन्ट गर्नु होला। म यसको एन्सर दिने प्रयत्न गर्छु। धन्यवाद।